हेलो साथीहरू नमस्ते वेलकम टु दीपक दानु ब्लग्स। सबैजना सन्चै हुनुहुन्छ होला, सो म पनि सन्चै छु। आज मेरो 365 डे च्यालेन्जिङको डे 28 हो। डे 28मा के हुन्छ भिडियोमा लास्टसम्म बनेर साथ दिनु होला। लेट्स गो गाइज। फाइनली म चाहिँ नास्ता खाना आइसकेँ। अब अहिले चाहिँ 8 बजिसक्यो। 8 बजी चाहिँ म साँझ रोटी पकाउनुलाई भने धुलो मुछे थिएँ। अब साँझ पकाएन, उता गएर खाएर आएँ। अब चाहिँ म रोटी बनाउने छु नास्तामा चाहिँ, रोटी र अन्डा। सो लेट्स गो। बजार घुमाने कर्णाली फुल चढाने तिमी सानै मसानै रहर मात्रै होला नि, रहर मात्रै होला नि। दैलेख बजार घुमाने कर्णाली फुल चढाने तिमी सानै मसानै रहर मात्रै होला नि। बालखैमा दिल बस्यो गौथली नभगौत मनमा गाइस फाइनली हाम्रो नास्ता चाहिँ रेडी भइसक्यो। यहाँ चाहिँ रोटी अनि यहाँ चाहिँ अन्डा। मैले अन्डा रोटी बनाउँछु भने कस्तो भएको ट्राई हालौँ न। सो गाइस अब चाहिँ म जानुपर्ने हुन्छ ड्युटी। अब चाहिँ सिधै मिलाउला 5 बजे। लेट्स गो। सो फाइनली मेरो चाहिँ छुट्टी भइसकेर छुट्टी भएर चाहिँ अब नुहाउनु आइसकेँ। 5:30 भन्दा नि माथि भइसक्यो टाइम। पानी पनि परिरहेको छ। आज जिममा चाहिँ ओणम सेलिब्रेसन छ के अरे। जिम चाहिँ जान्छु कि जान्न त्यो चाहिँ फिक्स भएको छैन। पहिला चाहिँ नुहाउँछु, नुहाएपछि डिसाइड हुन्छ कि जाउँ कि नजाउँ भनेर। सो जिममा गएर नि फाइदा छैन, आज वर्कआउट हुन्न। ओणम सेलिब्रेट गरिरहेछन्, त्यही भएर लेट्स गो। सो गाइस फाइनली मैले नुहाइसकेँ। नुहाएर अब चाहिँ जिम जान रेडी भइसकेँ होइन। सो गाइस फाइनली हामी चाहिँ लागिसक्यो जिमतिर। आजको मौसम चाहिँ यस्तो बवाल भएको छ। टाइम चाहिँ कति 6:30 भइसक्यो। उता हेर्नु बादल हिँडेको क्या आफै। सो यस्तै छ होइन। पानी परोस् कि तुफान आओस् कि जिम जानु छोड्नुहुन्न भन्ने जस्तो छ आज चाहिँ भएको छ। जिममा चाहिँ के छ भनेपछि ओणम कार्यक्रम भइरहेको छ स्पेसल। भयो होला, सक्यो होला। अहिले त 3 बजीदेखि भन्ने थिएँ, अहिले 7:30 भइसक्यो झन्। सो गाइस अहिले चाहिँ लागौँ, पानी परिरहेछ बेसी। झन् पानी परेको दिन मौसम के बवाल हुन्छ। सो गाइस फाइनली हाम्रो चाहिँ पानी परेका कारण अटो लिएर जिमतिर लाग्यौँ। जिम भन्नु पहिला हस्पिटल जानु छ। सो लेट्स गो। अहिले चाहिँ पुगिसक्यो फाइनली एटेनल जिममा चाहिँ ओणम हुँदा स्पेसल भइरहेछ भने चाहिँ त्यहाँ चाहिँ सकिसकेर चाहिँ उता गरिरहेछन्। हामी चाहिँ अब हस्पिटलतिर लागेको। हस्पिटल चाहिँ यसको कहाँ लाग्यो हस्पिटल कि त्यहाँ त यो हो परवाको हामी चाहिँ हस्पिटल पुग्न आँटिसक्यो होइन। यहाँ चाहिँ नेपालको भन्दा नि बेहाल छ क्या रोडको हालत चाहिँ यस्तो खोल्टा खाल्टा। फेरि हाइवे होइन, हस्पिटल साइड चाहिँ यता गाउँमा जाने रोड हो होइन। यहाँ चाहिँ अगाडि चाहिँ मालिकको घर पनि पर्छ। सो हामी चाहिँ यसको उङ्ली काटेछ कि त्यसको उङ्लीको उपचार गर्न चाहिँ हस्पिटल आएको। सो हाम्रो हस्पिटलको यात्रा चाहिँ सकिसक्यो। अब चाहिँ सिधै रुममा जाने हो। जिम नजाने। आज 8 बजिसक्यो। त हाम्रो जिम पर्छ गाइस, गइदिउँ कि क्या हो। सो गाइस फाइनली हाम्रो ठुलो भिटामिन सी खोज्दा 7:30 भइसक्यो। 7:30मा त जिममै बन्द भइदिए रहेछ यार, के भन्नु अब। सो यस्तै छ होइन। यसको चाहिँ यस्तो छ हाल बेहाल छ। केही भन्नु चाहनै कि भनिहाल। के भन्नु छ अनि अब यस्तै छ हाल होइन। आङ्लोले बिचमा काटिएको काममाले एक हातले काम गर्नु परेको क्या। बङ्गला आउँदैन मलाई होइन, के भन्ने अब। भनिदिए नि त केही मनमा लागेको कुराहरू भनिदे भाइ। यस्ता बुझीहरू त दोस्त छ नि त।
नजर लागली ओए नजर लागली ओए नजर लागली दुनिया भइगयो पागल पागल ओए गाजल आँखी लगाइदे गाजल ओए गाजल आँखी लगाइदे गाजल ओए गाजल आँखी लगाइदे गाजल सो गाइज फाइनली हामी चाहिँ रुममा पुगिसक्यो रुममा पुगेर खाना पनि खाएँ खाना सब्जी चाहिँ उता भाउजूले बनाउनु भएको थियो दिउँसो है सो आज चाहिँ मैले रुममा केही पनि बनाएन माथि गएँ भात खाएर आइसकेँ सो आजको लागि यति नै डे 28 पनि फाइनली कम्प्लिट भइसकेको छ सो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु थ्याङ्क यू फर वाचिङ बाइ